हेलो साथीहरु, आज पनि फेरि नयाँ भिडियोको साथ उपस्थित भएको छु। आजको रेसिपी हुनेछ तपाईहरुलाई। आजको रेसिपी मेरो तिते करेला सम्बन्धी हुनेछ। तिते करेलाको सब्जी कसरी बनाउने, घरमै हेल्दी, एकदम सुपर फास्ट, त्यसपछि स्वास्थ्यकर, होटल स्टाइल है, रेस्टुरेन्ट स्टाइल, तपाईहरुले नेपाली स्टाइल कुकिङमा सिकाउन गइरहेको छु। त्यसको लागि आज यो भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। त्यसको लागि मैले आज 6वटा चाहिँ मिडियम साइजको तिते करेला लिएको छु। यो फ्रेस है, यसलाई मैले लिएको छु। यसलाई धोइ पखाली गरेर एकदम अब काट्ने तयारीमा गर्दैछु, तयारी गरिराखेको छु। यसलाई मिडियम साइजमा लाम्चो लाम्चो काट्नुपर्ने हुन्छ। तपाईहरुले गोलो गोलो पनि काट्न सक्नुहुन्छ है, तपाई आफ्नो इच्छा अनुसार काट्नु होला। मैले चाहिँ यसलाई लाम्चो आकारको काटेको छु। यसलाई काटिसकेपछि हल्का यसको तितोपना घटाउनको लागि अलिकति नुन हालेर मोलेर त्यस पश्चात अनि पानीमा हल्का डुबाउँदा नि हुन्छ या त निचर्न पर्ने हुन्छ। तपाईँ नुनमा त्यतिकै पानी नहालेर पनि तपाईले नुन हालिसकेर मोलेर त्यसपछि निचरे पनि हुन्छ, त्यो पनि हुन्छ। तर मैले यहाँ पानीमा डुबाएको छु। 15-20 मिनट जति पानीमा डुबाइसकेपछि त्यसपछि बल्ल मैले निचरेर राखेको छु है। तपाईहरुले त आफ्नो हिसाबले बनाउनु होला। मैले चाहिँ मेरो आफ्नो हिसाबले बनाएको छु। तपाईहरुलाई मेरो हिसाबले तरिकाले मन पर्छ भने यही तरिकाले नै बनाएर खान सक्नुहुन्छ। यसको लागि मैले एउटा बोलमा अब तिते करेलालाई हालेको छु। त्यसमा म पानी हाल्छु है। पानी हालिसकेपछि त्यसमा फेरि मैले 1.5 चम्मच नुन पनि हालेर एकछिन चलाएर एकदम राम्रोसँग चलाइसकेपछि त्यस पश्चात मैले राम्रोसँग यसमा 15-20 मिनटको लागि भिजोस् भन्नको लागि, यो नुन भित्र पसोस् भन्नको लागि मैले एउटा भाँडोमा मैले पानीमा डुबाएर तिते करेला 15-20 मिनट जति मैले डुबाएर राखेको छु। यसरी नै तपाईहरुले पनि राख्नुपर्ने हुन्छ। यदि त्यसो गर्न चाहनुहुन्छ भने, होइन भने तपाईले त्यसै करेलालाई एकदम नुन मोलेर एकदम निचर्न पनि सक्नुहुन्छ। यो चाहिँ एकदम अप्सनल हो तपाईहरुको लागि। त्यसमा अब म चुलामा कराई बसालेको छु। कराई तातिसकेको छ। तातिसकेपछि यसमा तोरीको तेल अलि राम्रोसँग हाल्नुपर्ने हुन्छ। मैले चाहिँ तोरीको तेल नै युज गरेको छु। तपाईले सनफ्लावर पनि युज गर्न सक्नुहुन्छ, होइन भने घरमा घिउ छ भने घिउ पनि युज गर्न सक्नुहुन्छ। तपाईको टेस्ट अनुसार नै तपाईसँग जे जस्तो अभाइलेबल छ त्यही अनुसार तपाईले युज गर्न सक्नुहुन्छ। तेल गरम भइसकेको छ। अब मैले यहाँ जिरा फुराउन गइरहेको छु। जिरा हल्का मैले आधा चम्मच लिएको छु, सानो चम्मचको। त्यसमा हालिसकेपछि त्यसमा त्यो सँगसँगै तिते करेलालाई नै हाल्नुपर्ने हुन्छ। हालेर यसलाई राम्रोसँग चारै दिशा तेल लाग्ने गरेर तपाईले पनि चलाउनु पर्ने हुन्छ। त्यसरी राम्रोसँग चलाइसकेपछि तपाईले यसलाई कम्तीमा 3-4 मिनट तपाईले चलाउनु पर्ने हुन्छ। यस्तै गरेर भुट्नु पर्ने हुन्छ। राम्रोसँग भुटिसकेपछि यसको तेलमा फ्राई भइसकेपछि एकदम टेस्टी हुन्छ है। त मैले यहाँ एक थोपा पानी युज गर्नेवाला छैन यसमा। यसको लागि तिते करेलामा पानी युज गर्नुभयो भने, सब्जी बनाउँदा पानी युज गर्नुभयो भने एकदम नराम्रो हुन्छ, नमिठो हुन्छ, तितो धेरै हुन्छ। यसको लागि मैले आधा चम्मच मैले बेसार युज गरेको छु, हालेको छु। यसलाई हालिसकेपछि यसमा कलर अलिकति गोल्डन कलर आउँछ है। यसलाई राम्रोसँग चारै दिशा लाग्ने गरेर नै लाग्नु पर्ने हुन्छ। यसैले राम्रोसँग नभुल्नु होला। चलाइसकेपछि यसलाई राम्रोसँग पकाउनु पर्ने हुन्छ। राम्रोसँग पकाइसकेपछि यसको तितोपना पनि एकदम घटेर जान्छ। एकदम यो फेरि एकदम भिटामिन पौष्टिक तत्त्वले भरिपूर्ण सब्जी है यो तिते करेला। सानो चुने होइन। यदि ब्लड प्रेसर हाई भएको छ भने यो तिते करेलाको सब्जी खाँदा झन् यसले फाइदाजनक गराउँछ है। तपाईहरुले पनि यसरी नै बनाउनु होला। यदि तपाईले सक्नुहुन्छ भने काँचै पनि खान सक्नुहुन्छ ब्लड प्रेसरको लागि। मैले यसमा एउटा प्याज, मिडियम साइजको प्याज काटेर राखेको थिएँ, त्यसमा पनि एड गरेको छु। त्यो एड गरिसकेपछि यसलाई राम्रोसँग मिलाउनु पर्ने हुन्छ साथीहरु। राम्रोसँग मिलाइसकेपछि एकदम यो गोल्डन ब्राउन हुन्छ है, नहुन्जरी राम्रोसँग चलाइराख्नुपर्छ। बिचमा तपाईले छोप्नु पनि सक्नुहुन्छ, छोपेर पकाउनु पनि सक्नुहुन्छ। यदि मैले ओपनै पकाएको छु, मैले कुनै छोपेको छैन। यसलाई राम्रोसँग 2-3 मिनट जति एकदम राम्रोसँग छोपेर पनि पकाउन सक्नुहुन्छ। त्यसैले म चाहिँ अहिले अब फेरि एउटा टमाटर काटेर राखेको थिएँ, यसलाई पनि एड गर्नुपर्ने हुन्छ। एड गरिसकेपछि यो टमाटरलाई राम्रोसँग मिक्सिङ गर्नुपर्ने हुन्छ।
चारै दिशा लागोस् कि त्यसको लागि एकदम राम्रोसँग चलाउनु होला। चलाइसकेपछि तपाईले पनि यसरी नै बनाउन सक्नुहुन्छ। यो टमाटर चाहिँ अप्सनल है, अप्सनल। यदि तपाईसँग छ भने युज गर्न सक्नुहुन्छ टमाटर, यदि छैन भने युज नगर्दा नै राम्रो हुन्छ। तिते करालामा लगभग नगर्दाकै राम्रो। मैले चाहिँ यहाँ गरेकै छु। गरिसकेपछि अब यो टमाटर गलाउनको लागि मैले 1 चम्मच चाहिँ यहाँ नुन हालेको छु। तपाईले स्वाद अनुसार हाल्न सक्नुहुन्छ। तपाईलाई आफ्नो मैले पहिल्यै पनि हालेको थिएँ, यो तितोपन घटाउन पर्छ भनेर मैले त्यसमा पनि युज गरेको थिएँ। त्यसैले अहिले 1 चम्मच मात्र हालेको छु। धेरै बढी नुन हाल्यो भने चर्काउन जान्छ। त्यसैले त्यसलाई हालिसकेपछि राम्रोसँग मिलाउनु होला। मिलाउनु पर्ने हुन्छ। तपाईले पनि यसै गरी मिलाउनु पर्यो। यसै गरी राम्रोसँग 2-3 मिनेट पकाइसकेपछि यो टमाटर पनि राम्रोसँग गल्छ के साथीहरु। राम्रोसँग गलिसकेपछि यो पाक्न पनि एकदम गोल्डन कलरमा पाकिरहेको छ। हेर्न देख्न सक्नुहुन्छ तपाईहरुले। यति यसरी नै पकाउँदै गर्दै गर्नुभयो भने तपाईले एकदम टेस्टी। अब मसलाहरु एड गर्न जानेछु म। त्यसमा मैले धनियाको झोल लिएको छु। त्यसपछि 1/2 चम्मच अनि गरम मसला लिएको छु। त्यसपश्चात मैले फेरि त्यो के अरे सब्जी मसला पनि लिएको छु। यो आधा चम्मच लिएको छु। अनि यो कश्मीरी रेड चिल्ली पाउडर पनि लिएको छु। यो कलरको लागि वास्तविक धनिया हो, तर कलर चाहिँ राम्रो आउँछ है यो कश्मीरी रेड चिल्ली पाउडरले गर्दाखेरि। एकदम टेस्टी हुन्छ। यो मसलालाई राम्रोसँग मिक्सिङ गरेर पाक्न दिनुपर्ने हुन्छ। पाकिसकेपछि मात्रै एकदम राम्रोसँग आउँछ। तपाईले यसरी नै चलाउनुहुन्छ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईले यो मेरो च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक, शेयर, कमेन्ट गर्नु भने नभुल्नु होला। यदि भिडियो मन पर्छ भने तपाईले शेयर पनि गर्न सक्नुहुन्छ। र शेयर गरेर सबै तपाईहरु साथीहरु समक्ष पनि पुर्याइदिन सक्नुहुन्छ है। यदि राम्रो लाग्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। तपाईको यो चाहिँ तपाईहरुको नै कारणले नै यो म अगाडि बढ्ने प्रेरणा मिल्नेछ। यसरी नै मैले अर्को भिडियो फेरि बनाउन पर्ने हुन्छ। त्यसैले तपाईले लाइक, शेयर, कमेन्ट चाहिँ गर्न नभुल्नु होला, नबिर्सिनु होला। त्यसरी नै तपाईको साथ सपोर्ट लिएर नै म अगाडि बढ्ने छु है। तपाईले एकदम राम्रोसँग पाकिसकेपछि अब देख्न सक्नुहुन्छ है, गोल्डन ब्राउन कलर भइसकेको छ। तपाईले देख्न सक्नुहुन्छ। यसरी एकदम राम्रोसँग टेस्टी हुन्छ। यसरी पानीको 1 थोपा पनि युज गरेको छैन। एकदम गोल्डन ब्राउन कलर भइसकेको छ। यसरी बनाइसकेपछि तपाईले घरमा पनि एकदम टेस्टी हुन्छ। तपाईले राम्रोसँग यो सब्जी रेडी भइसकेपछि तपाईले भातसित पनि खान सक्नुहुन्छ अथवा रोटीसँग पनि खान सक्नुहुन्छ। तपाईहरुको पाहुना पाछा आउँदाखेरि यसै गरेर पकाएर पाहुनालाई दिन पनि सक्नुहुन्छ है। यसरी नै बनाउनु होला साथीहरु। अब यसको लागि मैले अब प्लेटिङ गर्न गइरहेको छु है। प्लेटमा लिएर एकदम राम्रोसँग प्लेटिङ गरेको छु। देख्न सक्नुहुन्छ प्लेटिङमा एकदम राम्रोसँग एकदम टेस्टी भएको छ। तपाईहरुले पनि यसै गरेर बनाउनु होला र इन्जोय गर्नु होला। घरमै पनि राम्रोसँग इजी एकदम होम स्टाइल कुकिङ, नेपाली स्टाइल कुकिङ एकदम दामी छ है।